ल तपाईहरु सम्पूर्णलाई फेरि पनि स्वागत छ हाम्रो भ्लगमा। आज हामी तपाईहरुलाई यस भ्लग मार्फत चाहिँ क्रिको तेरा झरना वाटरफल्स देखाउन गइरहेछौं है त। ल पोलिसको हाइवेबाट धेरै यता पापस आउँदै गर्दा चाहिँ हामी राइट साइडको टर्निङ लिएर यो डाँडा चढ्दै छौं है। यहाँको दृश्य नजारा यस्तो छ। ल पारिपट्टिको दृश्य यतिखेर सबै हरियाली छ। जौहरू गहुँहरू खेती गर्छन् यहाँ चाहिँ विशेष गरेर यहाँको बालीमा चाहिँ जौ र गहुँ उब्जानी हुन्छ। यस्तो छ। प्राय जस्तो चाहिँ अंगुर खेती, ओलिभ त भइहाल्यो हैन, अनि अंगुर ठाउँमा तक साइड ल्याउँ। धेरै मनमोहक दृश्य देख्न सकिन्छ। यति बेला साइप्रसको यो समयमा चाहिँ एकदमै हरियाली पारिपरिको दृश्य, डाँडा आकाशमाथि बादल देख्न सक्छौं। यहाँको नजारा एकदमै रमाइलो छ है। I think we almost there. 4 minutes. 4 minutes. यसकै वरिपरि छौं हामी, नजिकै यसैको मुनितिर सायद हामी अब झर्दैछौं। दृश्य पुरानो बस्ती। I don't know if you are correct or wrong. This is what you give me. Maybe we go turn down, huh? In 200 meters, you will arrive at your destination. Where? He say right, not left. What they right there?
Let's go, let's go. What they write? Where? Nothing. Nothing about waterfall. We just go. Here? Here also go straight. Right. Left. It's your municipality. Mm. What they write here? This one. Where? Where? This one, eh? You don't Ah, understand. No. English. English. So we close Google. Mm. That means Google is stupid here. यहाँ चाहिँ जङ्गल जस्तो देखे पनि सबै Zombie area. फार्मिङ एरिया जोम्बी एरिया Now now where do we go? this side I think. Not from this side? Mr. Rabi, where do we go now? Go on, here we go. Go until the parking will arrive ahead. Follow this car. Oh, my car is clean. We go to the sea and we clean. Are you sure, Parking Mr. Rabi? area. Of course, I'm 100%. From here, We park here or we go yes, straight? we park here and we go down. Very nice road. Thank you. You will buy me new. बिरालो हिँड्ने गरेको कार वास गरेर हामीलाई लेख्यो ल हामी डेस्टिनेसनमा आयौँ अब अझै यहाँ तल हिँडेर जानुपर्छ लेट्स टेक अ वक maybe 10 to 15 minutes Ella, if you can jump from the by your heels Exactly, it's not for walk. यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो तोरी जस्तो चरालाई खाने यहाँ पनि फार्म छ मुनिबाट अनि यही हो त्यसको जरुवा चाहिँ शिर चाहिँ and where we gonna park? I don't know downstairs if we have park or not. Because I remember it's 10-15 minutes we walk. Nee, that's what I told you. जाडो भयो अहिले हिँडेपछि तातो हुन्छ So we bring the car? I don't know if it's available or not because when I remember it was closed. Yeah, before it was closed there, eh? Yes. Now I don't know. घुमाउने ठाउँ हुँदैन फेरि ल है मौसमले च्यालेन्ज गर्यो Just drop it. Yes. It's a small pond here on the top. And then we go downstairs. कुनको Tricotera? This one is
के भन्छ लेभेन्डर सुकेको लेभेन्डर है भेरी नाइस ब्युटिफुल त्यही हो हाम्रो ज्योति कतिखेर आउँछ जान्छ थाहै हुँदैन हामी त कोठाइमा बसिरहेको हुन्छौँ हेरेर चाहिँ फिल्म हेर अनि सुतो त्यतिकै अहो कत्रो कुखुरा जस्तो साउन्ड look it's a water and there is a pond यो पनि पलाएको पानी हो पलाएको सबै पलाएको पानी yes we go there to see the ponds and we go Tricotera waterfall तेर्सोबाट धेरै उ आउँछ नि त हेर त फोटो पनि खिचिसक्यौँ यो चाहिँ क्रिकोतेरा झरनाको यो माथिबाट रहेको सानो पोखरी पन्स हो यो यहाँ देख्न सक्नुहुन्छ यो उम्रेको पानी अनि यहाँ जमेको छ कस्तो सफा निलो देखेको छ यहाँ चाहिँ हामीले एक दुईवटा फोटो खिच्यौँ अनि यहाँको तपाईँहरूलाई म दृश्य देखाउँदैछु यहाँ माथि चाहिँ यस्तो छ है खासै ठुलो पहाड जस्तो छैन सो यस्तो खालको छ अनि यहाँ चाहिँ बसेर यसो ड्राई पिकनिक सिकनिकहरू खाने ठाउँ पनि छ यस्तो खालको ठाउँ छ है यो चाहिँ रमाइलो ठाउँ छ यो चाहिँ मेरो दोस्रो पटक हो आज साथीले अर्कै बाटोबाट लिएर आयो नि त अनि बाटो नचिनेर फेरि पुरानै बाटो उतो गाउँ पुगेर अनि फेरि झऱ्यौँ हामी सो बहिनीहरू टिकटक बनाउँछ साथी यहाँ छ बसिरहेछ ल सायद हामी अब यता जान्छौँ झर्ना चाहिँ यतापट्टि छ तल यहाँको स्टोरी यस्तो छ तपाईँहरूलाई अब यहाँ चाहिँ ग्रिक र इङ्ग्लिस दुइटैमा लेखेको छ तर यहाँबाट चाहिँ मजाले पढ्न सकिँदैन होला भिडियोमा चाहिँ है यस्तो छ यस्तो भनेको we are going to waterfall ने अब हामी चाहिँ यसरी हिँड्दै 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 अब वाटरफल हेर्न जाँदैछौँ तपाईँहरूलाई देखाउनेछौँ वाटरफल है त डाँडा कत्रो छ त यहाँले जङ्गलमा बदाम भेटाए खोसेर उ गर्दैछन् कटुस जस्तै छ त है भन्दैछ हेर हेर त्यो एउटा मुभीमा त्यो लोखर्केले खाने बदाम यही हो क्या लोखर्केले खान्छ नि एउटा चराले चाहिँ लगेर रुखको टोड्कामा ठुक 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 पारेर ठुङ्गेर गाड्छ होइन अनि लोखर्केले चोरेर खान्छ नि यही बदाम हो क्या ओकी के भन्छ यसलाई खोइ ओ माई गड अरे यताको बाटो चाहिँ अलिक रफ छ अनि एकदम केयरफुल हुनुपर्छ हिँड्दाखेरि ओह्रालो पनि छ नि त हेर्नु यो लेभेन्डरहरू रोजमेरी यतितिर हुन्छ इभन चाइज थुप्रै हर्ब्सहरू हुन्छ यहाँ थुप्रै नोटिसहरू त्यसरी देख्नुहुन्छ यहाँतिर काठ चाहिँ कति खप्छ क्या यो काठ यहाँ फ्लोट खान मनाइ छ
क्यामेराको मेमोरी फुल हुँदैन दाइ हुँदैन हुँदैन धेरै लिन्छ यसरी ठाउँ ठाउँमा काठकै यस्तो डस्टबिनहरू प्लास्टिकहरू राखेर बस्ने ठाउँ Have a seat. Yes, I You're know. tired. He got tired. Old man. Coughing also. यसरी छेउ कुनै कुना यसरी गाई गोरुलाई बार लगाए जस्तो लगाएको छ अनि यही बाटो जाने तल पुग्ने आँटेपछि चाहिँ ओह्रालो झर्नुपर्छ यस्तो भिरबाट है हामी उहाँबाट हिँडेर आएको सिर्जना होइन त हिँड्नु पर्दैन होला टुक्रुकै झर्ना होइन म त पर्दैन होला भन्ठाने कि दाइ गाडीले तलसम्म झर्नाको मुनिसम्म पुऱ्याउँछ होला त्यहाँबाट झर्ना पर्ने त होला नि भन्ठाने कि झर्ना चढ्यो हेऱ्यो आयो होइन यो अहिले हामी जाँदै गरेको ठुलो झर्ना कि सानो झर्ना दाइ अब चाहिँ हामी यसरी ओह्रालो अहिले उकालो आउन चाहिँ सजिलो हुन्छ उकालो चाहिँ अब हामी उता जान्छौँ पारीबाट सर्छ खुट्टा अगाडि हुन्छ नि त होइन जुत्तामै पनि त नङ ठोकेर खुट्टाको ओह्रालोमा हिँड्दाखेरि कस्तो हुन्छ बाटो यस्तो छ खट्टाक जुत्ता चाहिँ अलिकति सबैले लगाउनु पर्ने रहेछ टाइट पनि लगाउनु हुँदैन रहेछ मजाले आज चाहिँ एक्सर्साइज भयो है ट्रेकिङ ओह्रालो झर्दा चाहिँ अप्ठ्यारो उकालो चढ्दा चाहिँ सजिलो हुन्छ होइन त राम्रो देखिएको छ उता समुद्र नीलो आकाश सेतो बादल हरियो डाँडा काँडा हर हर महादेव अरे जय शम्भो राम हरे हरे मान्छेहरू उता झर्ना हेरेर पनि पारी लागिसक्यो साँच्चै भन्नुपर्दा साइप्रस राम्रै छ है यहीँ समुद्र छ यहीँ पहाड छ यहीँ झरना छ अनि फेरि हिउँ खेल्नलाई हिउँ पनि छ क्या है टोडसमा हिउँ पनि छ नि त यति बेला उहाँ त्यो पाखामा कति हिउँ छ टोडसमा सानो ठाउँ छ तर एकदमै राम्रो ठाउँ छ कि घुम्ने पैसा हुनेलाई त यस्तो भिड छ क्या यो चाहिँ बर्खामा चाहिँ एकदम डेन्जर हुन्छ अनि यसरी डोरी राखिदिएको हुन्छ डोरी समाउँदै हिँड्नलाई हो यही हो अलिक अप्ठ्यारो भनेको अरू चाहिँ सजिलै छ डोरी समाएर लडिँदैन नि त है हामी नेपालीहरू त यस्तोमा हिँडी खाइखेली हुर्केको मान्छे होइन को हो हो र अनि खोइ आएको भन्छ
घुमाउनु ल्याउने उयो उसैको कुरा काटेको छ हिँडेको छ कुरा काटे होइन काटेको हो त नि नराम्रो भनेको दाजु आएको हो कि होइन कोही कोही गराएको छ ल अघि पक्नु बित्तिकै चिसो हुन्छ अहिले हिँडेर फेरि हिँडेपछि त अनि प्रेसर बढ्छ नि त प्रेसर ज्यान ताती तातिहाल्छ नि होइन जस्तै चिसो ठाउँमा पनि हिँडेपछि त अनि ल फेरि खोकिला आएछ क्या अस्तिदेखिको अब त मेरो त चिसो पानी खाएन भने के भयो घाँटी पक्नु त्यस्तो खाना अब झर्ना आयो झर्ना माथिबाट कस्तो डेन्जर ठाउँ छ हेर्नु त यस्तो ठाउँ यस्तो भिरालो तर यसरी बार लगाइदिएको छ हामी आइपुग्यौँ क्रिकको तेह्र वाटरफल हेर उहाँ माथिदेखि उहाँ माथिदेखि देख्यौ त झर्ना कहाँदेखि छ भन्छ नि कति माथि रहेछ त टुप्पै छ तर त्यो जस्तो फोटोमा देखेको त त्यस्तो त होइन उतापट्टि छ यो गुफा हो यो चाहिँ यो गुफा छ उतापट्टि हो फोटोहरू खिच्ने झर्ना भएको चाहिँ हेलो हाई गुफा हेर्नु त यस्तो गुफा त्यो ठुलो गुफा हो उतापट्टि अहिले उनीहरू फोटो खिचिरहेको छ म तपाईँहरूलाई अहिले गएर देखाउँछु अनि यतापट्टि चाहिँ झर्ना छ त्यही यहीँ आएर झर्ना ल पछि त यो हरियैले हुन्छ क्या अनि यो झर्ना माथिदेखिको झर्ना यही हो घामे त होला भन्थाने पानी परेको बेला त ठुलै आउँदो हो नि अस्ति नै तपाईँहरूले खिचेको लाउँदा ठुलो जस्तो देखेको थियो नि अहिले त खोइ छैन त अहिले त झर्ना बग्नु त ठुलै बगिरहेको छ यहाँ मुनि त है अहिले ऊ त त्यो घाँसहरू अड्केको छ नि त अनि यता पानी बगेछ क्या यता तल्लोपट्टि पहिला त यता अब अगाडिबाट झरेछ कुल्लुले नेपालमा पनि यस्तो राम्रो राम्रो झर्नाहरू छ होइन योभन्दा राम्रो तर अब यस्तो मजाले व्यवस्थित गरेको हुँदैन व्यवस्थित गर्ने बित्तिकै फेरि त्यहाँ चाहिँ टिकट लागिहाल्छ है बरु यहाँ चाहिँ सबै थोक फ्री छ अनि मैला गर्ने कसैलाई पनि अनुमति छैन एकदम स्ट्रिक्ट छ त्यो भएको भएर सफा छ ठाउँ जति मान्छे आए पनि यहाँ चाहिँ फ्री नै छ है यो चाहिँ अनि सफा पनि देख्न सक्नुहुन्छ नेचरलाई यसरी उनीहरूले चाहिँ राम्रो तरिकाले कभर गरेर माया गरेको छ What a lovely view. सबको लागि भिडियो बनाउँदैछ रिल्स टिकटक साथीहरू यहाँको पाखा पखेरामा चाहिँ यस्तो खालको झारहरू थुप्रो हुन्छ है यो के हो डिल जस्तो देखिने यो बिरुवा हेर्नुहोस् त यहाँ छ यो काँडा झार मैले कता कता खाएको पनि देखेको थिएँ यसको जराहरू के अनि यो डिल जस्तो चाहिँ यस्तो चाहिँ थुप्रो हुन्छ अनि त्यो लसुने क्या लसुने फुल यो जङ्गली लसुने ओ त्यो प्याज
जङ्गली प्याज लसुन त्यस्तोहरू चाहिँ थुप्रो हुन्छ यता The hard For way. me, easy way. Nothing is way, not Easy way. खै मलाई त्यस्तो टाइमतिर हिँड्नु डर लाग्छ अब हामी तल चढ्दैछौँ अब फर्किने क्रममा र तल झरना यस्तो बर्खायाममा त यस्तो छ भने पछि त समरमा त छैन होला होइन समरमा पनि यत्रै नै हुन्छ हो अस्ति नै त झन् अलिक ठुलो जस्तो देखेँ मैले फोटोमा त अहिले रियलमा हेर्दा त अर्कै देखेँ त्यस्तो त अनि त्यो दिदारा भनेर बनाउँछ नि अहिले I will take you on your destination. Don't worry. Ah. Wow, oh my god. Just looking like a wow. Ah. Don't be shy. Don't be shy. हात आफै लजाउँदैछ हेर न कहाँबाट आएको तिमी यहाँबाट मान्छे त खतरा हो यहाँबाट कुदेर आएको यति उकालो चढ्यो नि स्या स्या भइन्छ के हिँड्ने बानी हराएर हामी त्यो पाखाबाट त्यहाँबाट झरेर त्यहाँबाट निस्केर आएको हामी निकै माथि आइपुग्यौँ Fahad also here today. He is very shy guy. I don't know what's happened. very old. Very old and the last. माथि चाहिँ फुत्तै चढे जस्तो लाग्छ नि ओह्रालो चाहिँ त्यो अब यो लसुने प्याजे के हो यो सबै आयुर्वेदिक झारहरू फुल्छ यो कस्तो दमसाइलो उकालो स्वाँ बनाउने ओ सिर्जना पनि स्या स्या भएछ अहिले त You know that I love you too much, Labi, right? Oh, your car should be here. You know? Oof. Why you park there? Oh. I hope that you ल तर यही आइसक्यो घिटिक घिटिक भयो सबै त्यस्तै हुन्छ स्वाँ स्वाँ चढ्नु चाहिँ छिटै चढियो छाती तर दम बढ्छ आजको राम्रो भयो नि त ज्योति सुरुवात बिहान कुदिएन अहिले ठिक्क भयो त्यति चढेर ठिक भयो ओ यङ बोय बेलुकाखेरि कुद्नुपर्छ नि bring your car here. no charge. Your young car also like you. Oh. अघि जाँदा त्यही बाटो हो चर्च छ भने चाहिँ पुरानो माथि क्या अनि के चर्च हेर्नु त जानु त है पुरानो चर्च अघि आउँदा आउँदै बाटोमा देखेको थिएँ क्या मैले त्यही चर्च होला तपाईँको त अनि थोरै लामो छ त यो बाटो आउनु चाहिँ मजा आएको थियो कि जङ्गल चिसो थियो नि त हाइकिङ गर्नु चाहिँ राम्रो ठाउँ छ नि फुर्सदको समयमा बेला बेलामा हाइकिङ गर्नु चाहिँ त्यो नै यो बाटोमा नबनाउने उताको सिन हेर त यस्तो दामी देख्यो एउटा खिचौँ कि क्या हो जस्तो लाग्यो यस्तो दामी देखेको छ कि आँखाले हेर्दा मात्रै दामी देखिन्छ ल आँखाले हेरे हेर यहाँ यता यहाँ आऊ त कस्तो दामी देखेको छ उता हेर है अब ल हेर
होइन राम्रो त राम्रै देखेछ दामी देखेको छैन त निलो आकाशमा सेतो सेतो बादल अनि त्यो पहाड अब यो बादललाई मैले जस्तो बनाएँ त्यस्तै हुन्छ हेर्नु है के बनाउँदैछौ भन म खरायो बनाउँदैछु खरायो